हेलो गुड मर्निङ साथीहरू। चिया पिउनु भयो त? म चाहिँ आज हाम्रै छतमा छु के। छतमा चाहिँ कति राम्रोसँग इस्कुस फलेको छ कि। यो हरियो इस्कुस तास्न पनि यति दुःख हुँदैन है, काँडाले घोचेर। कत्रो कत्रो फला छ के, फेरि काँडै काँडा छ के इस्कुस चाहिँ। मलाई चाहिँ सेतो इस्कुस चाहिँ असाध्यै मनपर्छ के। यो वाला चाहिँ, यसमा चाहिँ काँडा पनि हुँदैन, फेरि फल्न पनि सानो सानो फल्ने के। यो चाहिँ यस्तो कस्तो राम्रो छ के। अहिले चाहिँ घरमै फलेको इस्कुस। यो इस्कुस फेरि हेल्थको लागि चाहिँ एकदमै राम्रो रहेछ के। यो इस्कुस चाहिँ हेल्थको लागि पनि राम्रो, आफ्नै घरमा फलेको। यहाँनिर कस्तो मजाले फलाएको छ क्या यो इस्कुस चाहिँ। आज चाहिँ शनिबारको दिन यसो फुर्सद हुन्छ नि त, घरमा बस्ने, निहाल्ने, छततिर जाने। अरू दिन त भ्याइ नभ्याइ हुन्छ, बिहान हुँदाखेरि केही पनि गर्नु भ्याउँदैन। अहिले फेरि छतमा केही छैन, यो इस्कुस बाहेक अरू केही पनि छैन। बोट पनि कस्तो मरिसक्यो, तर कस्तो मजाले फलाएको छ के। यसको चाहिँ योभन्दा ठुलै हुँदैन के, यस्तो छिप्पिसक्यो है, यहाँभन्दा ठुलो हुँदैन। कति फलाएको थियो खुर्सानीहरू, अब खुर्सानीहरू पनि सकिसक्यो। यस्तै छ ल। ह्याभ अ नाइस डे। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।